एकैछिन पर्खिनुहोस् है। स्वागत छ मेरो नयाँ भिडियोमा। एकदमै राम्रो भिडियो लिएर आएको छु। तपाईँले हेर्नुहुन्छ भने आश राख्छु सन्चै हुनुहुन्छ होला। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकै छु। ल बेसी नबोलौँ है, आजको भिडियो स्टार्ट गरौँ। मर्निङ, गुड मर्निङ। अहिलेसम्म सुतिरहनु भएको छ होइन, मलाई थाहा छ नि। उठ्नुहोस्, मुख धुनुहोस्, फ्रेस हुनुहोस् होइन, ब्रस गर्नुहोस्, घरमा यसो काम सघाउनुहोस्, घरको मान्छेहरू पनि खुसी हुन्छ। उठ्नुहोस्, त्यसरी सुति बसेर हुन्छ? जिउ अल्छे पो हुन्छ त। छिटो उठ्नुपर्छ, बिहानको हावा खानुपर्छ। ल म त यहाँनिर डोको सिकलहरू लिएर आइरहेको छु घाँस काट्नु। बिहानै उठेको आज, तर आज मात्रै नि, म पनि सधैँ त ढिलै उठ्छु नि। यति मेहनत गरेर भिडियो बनाउँछु, खालि 4-5 मिनटको भिडियो त हुन्छ, एकछिन भए पनि हेरिदिनुहोस्, माया गर्नुहोस्, सपोर्ट गर्नुहोस्। मलाई माया लाग्दैन? मलाई हेर्नु त मजाले, आँखा कन्ट्याक्ट गर्नुहोस् त, आई कन्ट्याक्ट। माया लाग्यो होइन, त्यही भएर एकछिन भिडियो हेर्नुहोस् न। घाँसको बाढी चाहिँ पुगिसकेको छ। अब हिँड्न आँटेको म चाहिँ घरमा घाँस पुऱ्याइसकेर चाहिँ दिदीले बोलाउनु भएको थियो। दिदीले केसमा कलर लाउँछस् भने आइज भनेको थियो। अनि र म चाहिँ दिदीहरूकोमा गएको थिएँ। जाँदाखेरि चाहिँ अनिले केसमा कलर लगाइरहनु भएको रहेछ। अनि म पर्खेँ एकछिन बस्दै। अनिले कलर लाउनु टाइम लाग्छ भनेर चाहिँ म यताउता आफ्नै अनुहार क्यामेरामा हेर्दै बसिरहेँ। म चाहिँ के गरौँ भाइ। अनि 1 कप चिया सारेँ। यो चाहिँ एकदम अर्ग्यानिक गाउँको चियापत्ती होइन, मुनापत्ती। अन्त 1 कप सारेर चाहिँ खाँदै बसेँ। टाइम 12 बज्नु उठेको थियो होइन। बल्ल बल्ल मेरो टर्न आएर चाहिँ म शान्तिसँगले चेयरमा बसेँ। अनि हामीलाई लगभग 14 मिनट जस्तो लाग्यो कलर लाउनु चाहिँ। मलाई चाहिँ नमित दिदीले लगाइदिएको यो कलर चाहिँ होइन, कुन चाहिँ कलर हो मलाई थाहा पनि छैन। थ्याङ्क यू सो मच दिदी। यु मस्ट वेलकम। ल अब के गर्छु भन्दाखेरि अहिले 1 घन्टा बादमा धुन्छु। अब घाँसमा जानु छ फेरि। जन्मदिनको धेरै धेरै शुभकामना छ बाख्रालाई। 2टा चाहिँ ब्याइसकेको छ बाख्राले। आमै नि कस्तो लुते रहेछ। कलर लगाएर अर्कोलाई चाहिँ चार्दैन त अन्त। A few moments later. अघि कस्तो थियो अहिले कस्तो भयो है। रिजल्ट चाहिँ यस्तो भयो केसको होइन। मलाई चाहिँ मन पर्यो एकदमै। तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो कि परेन? मन पर्यो भने कमेन्ट गरिदिनु होला, मन परेन भए पनि कमेन्ट गरिदिनु होला। यति बेलासम्म कसले चाहिँ वाच गरिरहेछ भिडियो होइन, म पनि थाहा पाऊँ त्यही भनेर चाहिँ। केस हेर्नु न यस्तो भएको छ अहिले चाहिँ। मन पर्यो तपाईँहरूलाई? तपाईँहरूलाई एकदमै धन्यवाद मेरो भिडियो हेरिदिनु भयो। आजको लागि यति नै। अर्को भिडियो फेरि राम्रो लिएर आउने छु। आजको लागि बाई बाई।